नमस्कार। हाम्रो राशिफलमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु र 2083 साल श्रावण महिनाको मासिक राशिफलबारे चर्चा गर्दैछु। यस भिडियोमा पहिलो राशि मेष राशिको चर्चा हुँदैछ। तपाईँ ध्यानपूर्वक सुन्नुहोला, हेर्नुहोला र आफ्नो व्यवहारमा लागू गर्नुहोला। सूर्य मेष राशिबाट चौथो स्थान अथवा कर्कट राशिमा हुनेछन् साउन महिनामा। त्यसैले यो महिना चुनौतीपूर्ण रहने देखिएको छ। परिवार र कामका बीचमा सन्तुलन कायम गर्न समस्या पर्नेछ। मानसिक दबावले बेचैनी हुन सक्छ, जसले तपाईँको निद्रामा समस्या ल्याउनेछ। परिवारमा अनावश्यक विवाद पनि आउन सक्ने देखिएको छ। साउन महिनामा तपाईँ र आमाको स्वास्थ्यमा समस्या देखिन सक्ने ग्रह गोचर रहेको छ। आत्मविश्वासमा कमी आउन सक्नेछ। प्रेम सम्बन्धमा पनि आपसी वाद विवादबाट बस्नुपर्ने देखिएको छ। साउन महिना घमण्ड र जिद्दीपना बढ्ने भएकाले प्रत्येक कुरामा अडान लिने बानीले दुःख पाउनुहुनेछ। शनिका कारण आत्मबल र जीवनशक्तिमा कमी भएको अनुभूति हुनेछ भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ। व्यर्थको काममा आफ्नो ऊर्जा नाश हुनेछ। परिवारको अवस्थाले तपाईँको मन अशान्त रहनेछ। आफ्नो अधिकार प्राप्तिका लागि खुबै सङ्घर्ष गर्नुपर्ने देखिएको छ। घरमा आमा हुनुहुन्छ भने उहाँको स्वभावमा कडापन देखिने र परिवारका अन्य सदस्य र केटाकेटीसँग विवाद हुने वातावरण पनि साउन महिनामा बन्नेछ। यस अवधिमा अर्थात् साउन महिनामा विद्यार्थी तथा किशोर अवस्थाका व्यक्तिमा आत्मविश्वासको कमी हुनेछ। त्यसैले उनीहरू लक्ष्यप्रति भ्रमित बन्न सक्छन्। घरेलु समस्याले सताउने महिना हुनेछ। मित्रले धोका दिनेछन्। यस महिनामा विश्वास गरेका व्यक्तिहरूले धोका दिँदा बदनाम पनि हुन सक्नेछ। समयमा नै निर्णय नहुँदा आफ्नो काममा अरूले अधिकार जमाउन सक्ने देखिएको छ। शैक्षिक क्षेत्रमा घरेलु कारणले बाधा पुर्याउने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। तर सम्पत्ति किन्न चाहनेहरूका लागि साउन महिना निकै शुभ र राम्रो अवसर हुनेछ। अन्य क्षेत्र सामान्य रहन सक्छ। सङ्घर्ष गरेरै काम सम्पादन गर्नुपर्ने देखिएको छ। अवसर खोज्दा व्यवधान आए पनि मेहनतले सफलता दिलाउनेछ। अरूको भर पर्दा काम रोकिन सक्ने भएकाले तपाईँ आफै जुट्नुपर्ने देखिएको छ। कतिपय काममा मर्यादा र नियम मिचेर अघि बढ्नुपर्ने हुनसक्छ। विद्यार्थीलाई महिनाको उत्तरार्ध बढी फलदायी रहनेछ। विदेश जाने अवसर मिल्न सक्नेछ। साउन महिनाको 17 गते लाभदायक यात्राको सम्भावना पनि रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। तपाईँको चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। परिश्रम अनुसार उपलब्धि राम्रै पाइनेछ। आर्थिक पक्ष मजबुत देखिनेछ। व्यवसाय अथवा नोकरीको सन्दर्भमा वैदेशिक प्रयोजनको काममा पनि घर बाहिर जानुपर्ने परिस्थिति साउन महिनामा रहनेछ। साथै यो महिनामा विद्या, बुद्धि र विवेकको प्रयोग गरी सुख सुविधा बढाउन ध्यान दिनुहोला। तपाईँ विवाहित हुनुहुन्छ भने पति अथवा पत्नीले बढुवा र प्रशंसा पाउने समय पनि रहनेछ। बुध ग्रहको प्रभावले नयाँ नयाँ व्यक्तिसँग सम्पर्क हुनाले भाग्य बढ्ने ग्रह गोचर रहेको छ। शुक्रको प्रभावले भाग्यमा वृद्धि हुनेछ। मनले इच्छाएको काम पूर्ण गर्न सक्नुहुनेछ। छोराछोरीको उन्नति, प्रगति र व्यक्तित्व विकासका निमित्त खर्च बढ्ने ग्रहयोग रहेको छ। साउन महिनामा भाग्य भावमा सामान्य कमजोरी देखिए पनि पेसागत रूपमा विद्यार्थी, व्यापारी, उद्यमी, गृहिणी तथा कर्मचारी सबैले आफ्नो क्षेत्रमा खटे अनुसारको परिणाम पाउने देखिएको छ। विद्यार्थीले आफ्नो क्षमताको प्रदर्शन गर्दै सरकारी अथवा गैर सरकारी सेवामा नोकरी प्रवेश गर्ने तत्परता देखाउनेछन् भने सफलता समेत हासिल गर्न सक्नेछन्। व्यापारीको दैनिक आम्दानीमा वृद्धि हुनेछ। घरायसी सुख र पारस्परिक काममा केही धनराशि खर्च हुनेछ। गृहिणीले भ्रमण, पर्यटनमा जाने तथा नयाँ नयाँ वस्त्र र आभूषण जोड्ने समय रहेको छ। कर्मचारीले बढुवा अथवा प्रशंसा प्राप्त गर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ। त्यसै गरी वैदेशिक कार्यमा र व्यवसायमा घर बाहिर बसेर गरेको निर्णय बढी प्रभावकारी हुनेछ। नोकरी तथा राजनीतिमा प्रतिस्पर्धाले मात्र सफलता मिल्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। भाग्य बलियो बन्नेछ। धन लाभ पनि राम्रै हुनेछ। साउन महिनाभरि संयमता अपनाउन आवश्यक रहेको छ। प्रेम गर्ने अवसर पनि तपाईँलाई मिल्नेछ। नयाँ कामको सुरुवात हुनेछ। सफलताका लागि गोपनीयतामा निकै राम्रो ध्यान दिन आवश्यक छ। साउन महिनाका लागि शुभ अङ्क 1 र 2, शुभ रङ हल्का पहेँलो अथवा रातो रहेको छ। कुनै शुभ कर्म गर्नु पूर्व अथवा यात्रामा जानुअघि महाकालीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ। राशि स्वामी निज गृहमा रहेकाले तपाईँले 8मुखी रुद्राक्ष मन्त्र सिद्ध गरी धारण गरेमा अथवा मुग रत्न धारण गरेमा निकै राम्रो हुनेछ। त हरेक काम गर्दा भगवान सिद्धि गणेश अथवा हनुमानजीको उपासना गर्ने बानी बसालेमा समेत शुभ फल प्राप्त हुनेछ। सामान्यतया श्रावण महिनाको 6, 7, 8, 16, 17, 24 र 25 गते चन्द्रमा तपाईँका लागि प्रतिकूल अवस्थामा रहने भएकाले यी दिनमा तपाईँ निकै सचेत हुनुहोला, सतर्क हुनुहोला। साउन महिना तपाईँका लागि 60% फलदायी रहने देखिएको छ।